ज्योतिष शास्त्रले पनि 4 वर्णको सिद्धान्तलाई अंगीकार गर्दछ। जस्तै पहिलो हो गृहस्थाश्रममा प्रवेश गराउने मूल द्वारमै वर र वधु ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र कुन वर्णका हुन् भनेर विचार गर्नुपर्छ भनेर ज्योतिषले सिकाउँछ। त यसबाट हामीले यो वर्णात्मक व्यवस्थालाई ज्योतिष शास्त्रमा अंगीकार गरिएको रहेछ भनेर बुझ्न सक्दछौँ। दोस्रो कुरा त के हो भने ज्योतिष शास्त्रमा चल्ने मूल ग्रहहरू जुन हुन् ती ग्रहहरू पनि के छन्, ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र भनेर 4 वर्णमा नै विभाजन गरिएका छन्। जस्तै बृहस्पति र बुधलाई ब्राह्मण वर्णमा लिइन्छ भने सूर्य र मंगललाई क्षत्रियमा, चन्द्रमा र शुक्रलाई वैश्यमा र शनिलाई शूद्रमा लिएको छ। राहु र केतुलाई त यो 4 वर्ण भन्दा पनि बाहिर या धेरै तलको कतै भनेर लिएको छ। यस सन्दर्भमा शास्त्रले प्रयोग गरेका शब्दहरूलाई हेर्दा राहुलाई अवर्ण अधोगामी कर्मकर्ता शूद्र भनेर र केतुलाई अवर्ण प्रवृत्ति प्रधान पराव्रजक ब्राह्मण भनेर यस्तो ढंगले लिँदै अब यो 4 वर्ण भित्र पनि तलपट्टि लगेर र तलमा पनि अलि र माथि र तल लगेर अलि अधोगामी टाइपको राहु र अलि ऊर्ध्वगामी टाइपको केतु भनेर यसरी वर्णन गरिएको पाइन्छ। तेस्रो कुरा ज्योतिष शास्त्रको मूल बुनियाद भनेको नक्षत्र प्रणाली हो। ज्योतिष शास्त्रले जुन 27 वटा नक्षत्र राखेको छ ती 27 वटा नक्षत्रहरू मध्ये अश्विनी, पुनर्वसु, हस्ता लगायतका 7 वटा नक्षत्रहरू ब्राह्मणमा पर्दछन्। भरणी, पुष्य, चित्रा लगायतका 6 वटा नक्षत्रहरू क्षत्रियमा पर्दछन्। कृतिका, रोहिणी, पूर्वा फाल्गुनी, पूर्वाषाढा लगायतका 6 वटा नक्षत्रहरू वैश्य वर्णमा पर्दछन् भने मृगशिरा, आद्रा, अश्लेषा, मघा, मूल लगायतका 8 वटा नक्षत्रहरू शूद्रमा पर्दछन्। चौथो कुरा हामीले जुन 12 वटा राशि चलाउँदछौँ मेषदेखि लिएर मीनसम्म यी 12 वटा राशिहरू पनि यिनै 4 वटा वर्णमा विभक्त भएका पाइन्छन्। जस्तै 4, 8 र 12 राशिहरू अर्थात् कर्कट, वृश्चिक र मीन राशिहरू ब्राह्मण वर्णमा, 1, 5 र 9 राशिहरू अर्थात् मेष, सिंह र धनु राशिहरू क्षेत्रीय वर्णमा, दोस्रो, छैटौं र 10औं राशिहरू अर्थात् वृष, कन्या र मकर वैश्य वर्णमा र तेस्रो, 7औं र 11औं राशिहरू अर्थात् मिथुन, तुला र कुम्भ राशिहरू शूद्र वर्णमा पर्दछन्। पाँचौं कुरा ज्योतिष शास्त्रमा पञ्चमहापुरुष योग भन्ने चल्दछ। त्यो पञ्चमहापुरुष योगमा 5 किसिमका योगहरूलाई विवेचना गरिएको छ। त्यसमध्ये बुध र बृहस्पतिले बनाउने योगलाई भद्र र हंस पञ्चमहापुरुष योग भनिन्छ, जसलाई ब्राह्मण वर्णको मानिन्छ। त्यसै गरी मंगल ग्रहले बनाउने पञ्चमहापुरुष योगलाई रुचक पञ्चमहापुरुष योग भनिन्छ। त्यो मंगलले बनाउने रुचक पञ्चमहापुरुष योग क्षेत्रीय वर्णमा, शुक्रले बनाउने पञ्चमहापुरुष योगलाई मालव्य भनिन्छ, त्यो वैश्य वर्णमा, र शनिले बनाउने पञ्चमहापुरुष योगलाई शश पञ्चमहापुरुष योग भनिन्छ, त्यो शूद्र वर्णमा पर्दछ। यसकारण ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र भनेर ज्योतिष शास्त्रले चतुर्वर्णको सिद्धान्तलाई राम्रो ढंगले मानेको छ मात्र होइन, पुरै सनातन पद्धति र परम्परालाई त्यही मार्गमा अभ्यासित हुन भनेर वेद लगायतका सम्पूर्ण शास्त्रहरूलाई मार्ग निर्देश नै गरिरहेको पाइन्छ।